सम्पूर्ण साथीहरु नमस्कार म सुरेश गुरुङ है जसले अब मेरो च्यानलमा जोडिनु भएको छ मेरो दाइ दिदी सोल्टा सोल्टिनीहरु जो जोडिनु भएको छ यहाँहरु सबैजनालाई एकदमै धेरै धन्यवाद छ हैन सधैँभरि साथ दिनुपर्छ हामी सबैले एकअर्काले साथ सपोर्ट दिनुपर्छ यदि हजुरहरुले पनि अब साथ सपोर्ट केही चाहिन्छ भने मबाट गर्न मिले म गर्छु हैन हजुरहरुले तल कमेन्टमा चाहिँ कमेन्ट छोड्दिनु होला म पनि यदि हजुरहरु नयाँ हुनुहुन्छ भने म पनि सपोर्ट गर्छु हैन सपोर्ट गर्नु है अब त्यही हो जसले चाहिँ मलाई अब सपोर्ट गर्दिन आउनु भएको छ जोडिनु भएको छ सुरेशको भ्लग युट्युब च्यानलमा यहाँहरु सबैलाई हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छु आज चाहिँ धेरै दिनपछि घाम लागेको छ कि हाम्रो यतातिर लिजबनमा है फाइनली 2 महिनापछि घाम लागेको छ केटाकेटी खेल्ने पार्क यतापटि सरररररररर घाम लागेको छ आम्मा कस्तो दामी हो नि के घाम लाग्ने बित्तिकै है घाम लागेको अवस्था यतापटि केटाकेटी बच्चाहरु खेल्ने ठाउँ छ यतापटि यतापटि खेल्छन् बच्चाहरु यता घाम लागेको छ यस्तो मजाको घाम लागेको छ कि आज धेरै दिनपछि यतापटि सर यस्तो हुन्छ क्याफे म चाहिँ अब निस्केको बाहिर सरर आज पर्यो यस्तो राम्रो चरिरहेको है खाना ल्याएर फाल्ने बित्तिकै झुप्प लाएर आउँछ त्यतिर गाइस तपाईहरुले कौडा भन्ने के थाहा छ कौडा नाच भन्ने के थाहा छ म चाहिँ यहाँ आज कौडा नाच हेर्न जाँदै छु दाइहरु प्र्याक्टिस गर्दै हुनुहुन्छ अरे पोर्चुगलमा चाहिँ अब आउने मार्च 1 तारिखमा मगर एकता दिवसको अवसर पारेर कौडा समिति पोर्चुगलले चाहिँ कार्यक्रम राखेको छ त्यसको लागि चाहिँ दाइहरु प्र्याक्टिस गर्दै हुनुहुन्छ अरे म गएर देखाउँछु गाइस कस्तो हुन्छ तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला फुल भिडियो हेर्नु होला है त गाइस यता चाहिँ यस्तो छ यहाँबाट जाने हो अब उ त पारी लिजबनको गल्ली यस्तो छ है त गाइस यहाँ चाहिँ सरर लाएर बाटो काट्नु पर्ने हुन्छ बत्ती बलेन भने त उडिहाल्नु पर्छ के नेपाली स्टाइलमा हैन फाइनली गाइस म मन्दल हाउस आइसकेको छु हैन ठाउँमा यहाँ अगाडि हो अनि म अब भित्र गएर भिडियो देखाउँछु है त गाइस म सरर लाएर म भित्र जान्छु दाइहरु तल हुनुहुन्छ अरे यता म्युजिक चलिरहेछ कता तल हुनुहुन्छ दाइहरु कतापट्टि रहेछ हेरौँ न त तल यता नाच्दै हुनुहुन्छ रक्सी खाने हो हाम्रो नाच्ने बहिनीहरु अब यहाँ बज्छ गाइस अब यहाँ खैँजडी बज्छ अगाडि नाच्छ हेर्नुहोस् त यता दाइहरुले बजाउनुहुन्छ अब सुरु भइसकेको छ गाइस नाच्नको लागि हैन रेडी भइसकेको छ नाच्दै हुनुहुन्छ दाइहरु बहिनी यता चाहिँ नाच्नेलाई बहिनीहरु रेडी भइसक्यो यसरी नाच्छ है कौडा चाहिँ अनि यता दाइहरु बजाउन सुरु भइसक्यो
नाच छ गाइस ल ल ल बाई बाई सबैजनालाई है त ओके गाइज फाइनली अब तपाईँहरूले हेरिहाल्नुभयो होइन कौडा के हो कस्तो भनेको अनि म नि अब निस्केको काममा जानुपर्ने हुन्छ त्यही भएर आजलाई यति नै है त गाइज कस्तो लाग्यो त कौडा हाम्रो बहिनीहरूको अब चाहिँ काममा निस्क्यो गाइज म चाहिँ मेट्रोमा जानुपर्छ मेट्रोमा जानलाई यहाँ चाहिँ यस्तो लाइन हुन्छ आज चाहिँ मान्छे कम रहेछ नत्र जहिले प्याक हुन्छ यहाँ चाहिँ है त गाइज यस्तो हुन्छ है काँट काँडा निस्केको खोल्छ सरर लाएर अब 5 मिनट बाँकी छ अब मेट्रो ट्रेन ठ्याक्कै यहाँ यस्तोरी देखाएको हुन्छ स्क्रिनमा कति मिनटपछि आउँदैछ भनेर अब 5 मिनटपछि आउँदैछ है त अलराइट गाइज कस्तो लाग्यो त अनि कौडा नाच तपाईँहरूलाई कौडा नाच भन्दा नि यो चाहिँ प्र्याक्टिस मात्रै गरिरहेको हो अब आउने मार्च 1 तारिकमा चाहिँ कौडा समिति पोर्चुगलले चाहिँ यहाँ कार्यक्रम राखेको छ मगर एकता दिवसको अवसरमा चाहिँ कौडा समिति पोर्चुगलले प्रोग्राम राखेको छ अब जति पनि यता नजिकतिर हुनुहुन्छ सबैजना आएर साथ सपोर्ट दिनु होला अनि कतिपयलाई थाहा नहुनसक्छ यो कौडा भनेको के हो भनेर अनि यहाँ चाहिँ अब त्यो प्रोग्रामको लागि चाहिँ प्र्याक्टिस गर्दै गरेको डान्स हो अब पछि हामी हेर्नेछौँ 1 तारिक है कस्तो हुन्छ भनेको रियलमा अब यो नाचिसकेपछि चाहिँ 1 तारिक नाच्नेछौँ त्यो हामी फेरि त्यो पनि हेर्नेछौँ अब जसले कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो सबैजनाले माया गरिदिनु होला सुरेशको भ्लग हेर्दै गर्नु होला फाइनली साथीहरू हामी कौडा नाच हेरेर आइसकेको छु तपाईँहरूले के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला सबैजनाले माया गरिदिनु होला है त बाई बाई हामी फेरि पनि अर्को एपिसोडमा अर्को भिडियो लिएर आउनेछौँ सबैजना राम्रोसँग बस्नु होला चाउ बाई बाई